अनि हामीले यसरी आरु खाँदैछौँ साथीहरू। मैले खानेर च्याप च्याप गर्न रहेछु के हेर्दै हो त्यस्तै गर्छु। आजको मौसम चाहिँ यस्तो छ साथीहरू। यी गाइजहरू हामी मान्छे मात्र देखिरहेछौँ यहाँ, हामीदेखि उतापट्टि देखेकै छैन साथीहरू। हामी बाघ भालु आएर खायो भने हाम्रो घरको मान्छेले थाहै छैन, हामी देखिँदैनौँ साथीहरू। तर हामी बाघ भालु देखेर डराउँदैनौँ, किनभने हामी डर्नु, हामीले बाघ भालुले खाँदिन हो कि होइन? हो। हाम्रो यसरी आरु खा जस्तो गरेर फेरि बाघ भालुले हामीले यसरी खाइदिन्छौँ। तर मेरो दाँत मरो। मेरो पनि मेरो अघि नै मरेछ त। अझै मकै यत्रो खानु बाँकी छ साथीहरू, यत्रो। गाउँले हो कसै फुर्सदमा आउनुहुन्छ भने मेरो मकै खाँदिन आए हुन्थ्यो भन्दै बिदा हान्छु। बाई बाई।